यो हाम्रो लाउरेको बस्ती भनेर चिन्ने हो हैन बार्से हजुर यो जुन पहिला चाहिँ के छ यो घर कति घरसम्म चाहिँ लाउरे हुनुहुन्थ्यो तपाईले जान्दै खै त्यो त अब अन्दाजी हो के अब जस्तै अब 700 कुराहरु पुस्ता जस्तै कति पुस्तासम्म पनि लाउरे हुनुहुन्थ्यो भन्दा छोरा पुस्ता त अब हामीले देखियो 3 पुस्तासम्म त देखियो जस्तै अब मेरै जेठा बाबु छन् अब बाजे सुबदार थिए र उनको छोरा पनि सुबदारै भयो अहिले उनको नाति पनि सुबदार भयो ए 3 पुस्तासम्म सुबदारै भयो सुबदार यहाँ भन्ने चाहिँ सब पेन्सन आए सुबदार एक घर एकजना लाउरे त भगे हुने एक दुई घर होला खाली न त लाउरे नभए घर त यति अलिक गाह्रै छ खोज्न पाउन हो है एक दुई घर खाली तर आज चाहिँ छैन आज चाहिँ सब अब भर्ती हुन छाडे पहिला चाहिँ तपाई के थियो भने अब एक दुई घर खाली अनि सबै लाउरे भगे घर त्यस्तो थियो भनेपछि 100 मा 98% चाहिँ लाउरे नै थिए पहिला भने छोरा जन्मिसकेपछि त्यो लाउरे भयो लाउरे है भन्नाले त्यो माटो त्यस्तै माटो भएर अरूको चाहिँ भर्ती त्यहाँ त भन्थे के मान्छेहरूले भन्थे अरे भार्सेको त लाउरे हुन त कुकुर आए पनि भर्ती हुन्छ गोरखपुरमा भन्थे अरे हुन पनि गयो भने त भर्ती भइहाल्ने भर्ती गइसकेपछि भर्ती भइहाल्ने हो र त्यो फाल लिने चान्स फर्किने सवालै छैन फर्किने सवाल छैन है त्यस्तो है यता हुनु पो यताबाट मोबाइल बचाउनु पर्छ पहिले पानी ए भनेपछि त्यो गएर फर्किने चलन थिएन त्यसै गरी भर्ती हुन्थे सिगान नागभरि सिगान छारेको केटाहरू पनि भर्ती हुने हो है आफ्नो किस्मत पनि होला भन्नाले बुवा के भन्नु फेरि भन्नु त है नाग सिगान छार्दै त्यसै गरी लाउरे पनि जाने त्यस्तो केटाहरू पनि भर्ती हुने कि लेखेको कुरा हो कि यो माटो त्यस्तै भएर बुवा हावा पानी त्यस्तै भएर त्यस्तो थियो त्यो जमाना तर आज त्यो जमाना त छैन पहिला चाहिँ तपाईको भन्छ 100 मा 98% चाहिँ लाउरे फेरि ठुला पद पनि पाउने के ठुला पद पाउने जुन यो मैले फोटो देखेँ तपाईको प्रथम विश्वयुद्ध दोस्रो विश्वयुद्धमा चाहिँ कीर्तिमान कायम गरेका ठुल्ठुला सुबेदार मेजर अब गर्ने सबै देखेँ मैले भिक्टोरिया क्रससम्म पाएको एक गुल्मीकै हुनु रहेछ बार्सेकै ए त्यसो गरी पहिला कस्तो गल्लाहरू आउँथ्यो कि कस्तो पहिला गल्ला पनि थिए गल्ला इन्डियाको पनि गल्ला आउँथे ब्रिटिसको पनि आउँथे तपाईको गल्लाले यहाँ नापजाम गरेर त्यसो गरी नै लैजान्थे ए भन्नाले चाहिँ सबभन्दा बढी चाहिँ भर्ती चाहिँ केमा हुन्थ्यो यो ब्रिटिसमा सिङ्गापुर आर्मीमा पहिला त धेरै जस्तो त इन्डियामा हुन्छ ब्रिटिसमा त अलिक कमै हुन्थ्यो भनेपछि उहाँ निकै छाँटेर लिन्थ्यो होला अलिक कम मात्रामा भर्ती हुन्थे पहिलाको तुलना र अहिलेको तुलनामा तपाईको आर्मी अहिले छैन छैन खास कारण के रहेछ बुवा यसो बुझ्दाखेरि आजकल लाउरे कमै भयो त्यो नि लाउरे हुनलाई भर्ती हुन कसैले रहर पनि गर्छन् केटाहरूले तर भर्ती हुन गाह्रो छ मान्छे पहिला बाउबाजे एक त आजकल पहिलाको जस्तो मान्छे धेरै नचाहिएर पनि होला फौजमा त्यस कारणले कम भर्ती गर्छन् कम अहिले धेरै सबै लाउरेहरू सबै झर्नु भयो उता तराईतिर यहीँ पनि छन् कति घर यहाँ मगर कति घर छ होला बुवा अम्बा यता मगर त अब जति पनि छन् सबै मगरै भने नि भयो विगत अब अलिकना छन् क्षेत्री ब्राह्मण कति घर हुन्छ क्षेत्री ब्राह्मण त यहाँ छँदै छैन हो है अनि अरू दलित भन्ने अब टेलर वालाहरू जम्मा 2 घर छन् यहाँ 2 घर न त सब यहाँ जुनियामा हो तपाईको क्षेत्री ब्राह्मण चाहिँ क्षेत्री ब्राह्मण एक घर पनि छैनन् सबै मगर बाहुन क्षेत्री त छँदै छैनन् सब मगर मात्रै खाती मगर हो किन यो कसरी छुट्टियो यस्तो तरिकाले यो त्यस्तो छ हाम्रो गाउँ ल अब के भनेपछि पुरा भनेपछि 99% 100 मा 99% त तपाईको मगरै रहेको भन्ने कुरा हाम्रो यहाँ चाहिँ मगरै छ कति छ मगर घर यहाँ 99%
2 घर मात्रै के अरे दलित भन्नाले अब त्यो टेलरको लागि दमाई भनिन्छ आजकल त नेपाली भन्छन् आजकल त एकजना पनि नाइ गरे सबै मगर मात्रै ए घरधुरी त आजकल त धेरै घटिसक्यो आजकल त पहिला कति 300 पनि छ कि छैन है आजकल त घरधुरी त मान्छे 300 घरधुरी पहिला 700-800 थिए 700-800 घरधुरी थिए पहिला ए पहिला यो बाटो त पहिला थिएन होला नि यो अवस्था बाटो केमा जान्छ गोरेटो बाटो पहिला त कहाँको बोकेर हिँड्ने हो नि बोकेर हिँड्ने बोकेर हिँड्ने 500 घर छोडेछन् भने बुटोलहरु के नुनमेल जाने यहाँबाट धेरै सो कहाँ बसाइसराई गर्नुपर्छ बुटोल सब बुटोल बाहिर छैन बाहिर उता छैन सबै तपाईँ यो भार्से भने बित्तिकै यो लामपाटा पैयापाटालाई सबै ठुल पोखरा सबैलाई जोडेर भनेको सबै भार्से नै हो सब भार्से नै दबुङ छ यहाँ तल्लो दबुङ उपल्लो दबुङ भनिन्छ त्यो पनि भार्से नै हो हाम्रो पैयापाटा यो के नाम भैँसे डाँडापरीको 2टा टोल छन् 1 नम्बर र 2 नम्बर तिनी पनि भार्से नै हो फोक्सिङ फाटदेखि यतातिर सब भार्से अनि तपाईको यहाँ चाहिँ अब लाउरेहरू चाहिँ सबभन्दा धेरै यहाँ प्रत्येक घर चाहिँ लाउरे है यहाँ त्यस्तो थिए आजकल त छैनन् अब पुरानो जति सब मरेर गइसक्यो अब ए पुरानो सब बित्नु भयो पुरानो त सब यहाँ यो संग्रहालयमा भएको फोटोहरू सब बित्नु भयो यिनीहरू सब बितेको मान्छेहरू यही नै बित्नु भयो है उहाँका छोराहरू सबै नातिहरू त हुनुहुन्छ होला छोराहरू त छन् छोरा नातिहरू त छन् सबै तराईतिर छन् ए तराईतिर है ए हजुर चाहिँ यही सुरुदेखि जन्मेदेखि यही नै बस्नुभयो यही नै बसी एक फेर यसो घुमियो यहाँबाट आएर यही घरै बसियो अलि तकलिफ पनि थियो घरमा दुःख मेरो आमा बाउ सानै हुँदाखेरि बित्नु हो त्यसै गरी दुःख भयो फेरि घर छोडेर जान पनि गाह्रो कसले गरिदिने त्यसै गरेर सृष्टि थामे थ्याएर आजकल छोरा नातिलाई आनन्द भएको छ हो है हजुरको छोराछोरीहरू कति छोराहरू त मेरो 5 भाइ हो छोरीहरू 2 बहिनी छोराहरू कता 7 बहिनी छन् छोरा एउटा इन्डिया परिवारसित उतै नोकरी गर्ने उतै पढाउने उतै छन् एउटा तराईमा बसोबास गरेर वहीँ तराईमा छ अरूको त्यो सानसाना जग्गाहरू बाटे छन् न त अहिले यही घरमै छन् तपाईँको यहाँ पहिला यो लाउरेको कुराकानी गर्दाखेरि यो लाउरे हुने प्रचलन त तपाईँको जुजु बाजेको पालादेखि नै रहेछ हैन धेरै वर्ष पहिलेदेखि त्यति बेला चाहिँ तपाईँको वहाँ गुल्मीबाट के अरे हिँडेर त डोको पुगेर ल्याउनु पर्थ्यो बाटो थिएन हामी त नुन तेल लिन त बटौली जानु पर्ने 1 हप्तामा बल्ल आइपुग्थ्यो तर मैले त बोक्नु परेन मैले सानै थिएँ तर हाम्रो दिदीहरूले ल्याउँथे कि 1 साटामा बल्ल घर आइपुग्थे 1 साटासम्मको खान्की बोकेर जाने त्यो खाना बोकेर आउने त्यहाँ त नुन तेल कति सकिन्छ त्यो लिएर आउने बुटोलबाट ओहो हिँड्दै गाडी थिएन कहाँको गाडी यो बाटो त धेरै पछि बल्ल बनेको होला है जस पहिला त धेरै दुःख भयो उहाँहरूलाई भर्ती हुँदाखेरि पल्टनमा जाँदाखेरि पनि त्यसै पुरा हिँडेर जाने है गोरखपुरको कुनाघाट गएर बल्ल देखिने गोरखपुरबाट देखिने है त्यही त यहाँ त घरधुरी त धेरै त्यही त अनि त्यसो भए पछि चाहिँ बाटोहरू बन्यो होइन यता अलिक सहज पनि भइदियो पछि चाहिँ अब यस्तो खोलेपछि सबैलाई केही सुविधा भएको छ त्यसै तपाईँको माथिपट्टि यो देउरालीतिर पनि अलिअलि पर्यटकको लागि ठाउँ बौद्ध स्तूपा के बनाएर रहेछ नि त यो त पछि मात्रै बनाएको होला नि पछि अस्ति बनाएको भनौँ न अब बन्दैछ अझै बन्दैछ है त्यही त कस्तो अचम्म रमाइलो लाग्यो क्या यहाँ चाहिँ मजाले हेर्दाखेरि होइन रमाइलो बस्ती अझै खरहरूको घरहरू पनि रहेछ छ नि घर त अब जनता निकै रहेछन् कि भने जस्तो नि छ सब खाली भयो कि सब खाली भयो के गर्नु अब यस्तो सब बसाइसराईले बर्बाद बनायो एक त हाम्रो यसोपट्टि गर्दाखेरि पनि एक त पैसावाला भइरहनु होला सन्चोमा बसेर खाम भन्ने राखौँ भन्ने परिवारलाई भन्ने पनि होला तर हाम्रो सोचाइ मेरो सोचाइ के आउँछ भन्दाखेरि हो एउटा हाम्रो कमजोरी के छ स्वास्थ्य र उच्च स्कुल के हजुर
हो यो चाहिँ अलिक कमजोर छ शिक्षा र शिक्षा र स्वास्थ्य अलिक कमजोर छ स्वास्थ्य शिक्षा अलिक कम अब केही दुख बिमार लाग्यो भने दोहोर्नु पर्यो समय लाग्छ शिक्षा भन्नु अब यस्तै छ तपाईँको लाइन त यो धेरै पछि आएको होला लाइन चाहिँ धेरै पछि धेरै पर्सेन्ट भएको छैन सुनेको यहाँ म यहाँ नहुँदै भाषामा बेलायत सरकारले पनि बाटो लैदिएछ अरे सोलर लैदिएछ अरे भन्ने कुरा सुनेको थिएँ मैले बेलायत सरकारले बार्सेमा कि गाउँमा खै त्यो त कुन सरकारले लियो होला र खै त्यो त मलाई थाहा छैन तर कुराकानी गरे होला भाला भन्न पर्यो खै मलाई थाहा छैन है त्यही त अलिअलि बाटोघाटो अलिअलि राम्रो बनाइदिएछ भनेर सुन्थ्यो कि यो अहिले लाउरे हुनेहरू कतिपय त बजारतिर नआएका पनि यतै बसेका पनि हुनुहुन्छ लाउरे यहीँ पनि छन् पेन्सन खानेहरू छन् यहीँ पनि धेरै हुनुहुन्छ कोही इच्छा होला झर्छन् के अरे कोही यहीँ बस्ने इच्छा होला यहीँ बस्छन् त्यही त यो यहाँ चाहिँ तपाईँको एउटा चाहिँ उब्जाउ चाहिँ राम्रो हुँदो रहेछ कि है हजुर उब्जाउ कि उब्जाउ भन्नाले अब हाम्रो यहाँ धान खेती हुँदैन यो मकै र यो कोदो खेती चाहिँ हुन्छ यहाँ हो कोदो चाहिँ राम्रो हुन्छ कोदो हुन्छ है ए हुन्छ रोप्न थाले क्या आजकल कोदो चाहिँ दुःख नगरौँ मिठो मिठो खाम सन्चुमा बसौँ अब भन्छन् अब के गर्ने पहिला कोदोको रक्सीहरू मजाले पाउँथे यहाँ त है रक्सी अझै पनि बनाउँछन् ए कोदोको पाउँछ ए कोदोको तुङ्बाहरू त्यो त बनाउँछ तुङ्बाहरू बन्दैन ए हो है ए त्यो भोटेहरूले खाने तुङ्बाहरू तातो पानी राखेर यहाँ बनाउँछ त्यही त हुन्छ त बुवा ल आज धेरै खुसी लाग्यो होइन अझै मजाले अझ यहाँ चाहिँ घुम्नुपर्ने ठाउँहरू थियो हाम्रो पाल्पाबाट ठुलो पोखरी थियो हुन्छ स्टाफ हुन्छ हुन्छ पानी आइदियो अब के